ल गाइस, अब आज चाहिँ मेरो यो 13औं दिन हो जब खोज्ने कोरियामा। अब यहाँ कम्पनीहरू हेर्न आइराखेको छु म आन्छानमा। यो अस्ति अर्कै भाइ हुन्थ्यो, आज यो भाइको मेरो एउटै कम्पनी पर्यो। ल भाइ, अनि एउटै कम्पनी पर्यो, उसको साथी मेरो साथीसँग पर्यो त्यस्तै पर्यो है। हामी यहाँ कम्पनी खोज्ने क्रममा छौँ। अब आजको दिन कस्तो रहन्छ, कम्पनी कस्तो रहन्छ, अन्तर्वार्ता कस्तो रहन्छ भन्ने कुराहरू अलिक देखाउने छौँ। यदि मिल्यो भने कम्पनीमा भिडियो पनि खिचौँ ल। अब मिलेन भने चाहिँ म मुखले भनौँ ल गाइज होइन। अब आन्छन् बजार ठुलो चाहिँ कम्पनी छ, धेरै राम्रो छ जस्तो लाग्यो होइन। अन्त खोज्नु गइरहेको छौँ हामी दुइटैलाई चाहिँ। आलसनबाट चाहिँ मेसेज गरेको हो, त्यही भएको कारणले चाहिँ अब हेरौँ गाइज अब के कस्तो हुन्छ होइन। काम खोज्ने क्रममा आज मेरो 13औं दिन हो। 13औं दिनमा कस्तो पाइन्छ त होइन भन्ने कुराहरू चाहिँ अब त्यस्तै छ गाइज होइन। अब सानोतिनो कुराहरू भिडियोहरू यसो जनचेतनामूलक काम छोडेर बस्नुभएकाहरूलाई चाहिँ के गर्ने, कसो गर्ने, कस्तो मेसेज पाइन्छ भन्ने कुरो जानकारी हुन्छ। भिडियो हेर्नु होला है त। अब कम्पनी जाँदैछौँ हामी यहाँबाट। हामी कम्पनी नजिकै आइपुग्यौँ भन्ने कुरो हामीले खबर पाछौँ भन्दा नि यहाँ भाइले भन्दैछ मेसेज नक्सा हेर्दैछ उसले। कम्पनी हेर्दाखेरि ठुलो जस्तो छ। अब हेरौँ, अब त्यहाँ गएर हेरौँ तलब के कस्तो छ, अब यान्जाङ खुल्लाहरू के कस्ता छन्, यान्जाङ खुल्लो होइन, अनि छानापहरू के कस्तो छ, वलग्रुप के कस्तो छ, बसाइ कस्तो छ भन्ने कुरो हामी सबै जानकारी बुझेर यहाँहरूलाई चाहिँ भन्नेछौँ। एसयुएल अब कम्पनी यो। अब यहाँ पार्क पनि राम्रो रहेछ, पार्क राम्रो रहेछ है। अब पार्कतिर जान्छौँ ल गाइज। अब कम्पनी त्यही हो। अब एकछिनलाई चाहिँ हामी यहाँ पार्कमा छौँ होइन। पार्क पनि राम्रो छ, यसो छुट्टी भएको बेलामा आउन ओर्दा घुम्दाखेरि है। फादा अनि इगा खाङ इगो घुम्ने ओर्ने राम्रो ठाउँ रहेछ है यहाँ गाइजहरूलाई। यस्तो हेर्नुहोस् ठाउँ राम्रो रहेछ है। यस्तो हेर्नुहोस् राम्रो ठाउँ रहेछ है यहाँ। अब खाङ रहेछ यहाँ। ओहो राम्रो रहेछ त है। तर यो यहाँबाट यी आनन्दको सिरसिरे हावासँग बतासै सरार भन्ने कुराहरू छ यहाँ, राम्रो रहेछ। अब हाम्रो चाहिँ यहाँ काम कस्तो हुन्छ, काम यहाँ मिल्यो राम्रो भयो भने चाहिँ हामी देखाउने प्रयत्न गर्नेछौँ। अब बुझ्छौँ तलब के कति छ, त्यसपछि हामी भेटौँला गाइज है त। पानीको धुपिरहेको छु म, हेर्नुहोस्। ल गाइज, हामीले चाहिँ एउटा समाचार प्राप्त भयो।